त्यसपछि साथीहरू अहिले चाहिँ हामी पेरोल म्यानेजमेन्टको स्यालेरी कम्पोनेन्ट सेक्सनमा छ साथीहरू। यो 3टा अप्सन यहाँ पनि हेर्न सक्नुहुन्छ, पिडिएफ, प्रिन्ट र सिएसपी। त्यसपछि यहाँबाट चाहिँ हामी एड कम्पोनेन्टमा क्लिक गरिसकेपछि हामी चाहिँ यहाँ स्यालेरीको कम्पोनेन्ट एड गर्न सक्छौँ साथीहरू। र त्यसपछि यहाँ कम्पोनेन्टको नाम, यहाँ अमाउन्ट वा त्यसको पर्सेन्टेज, यहाँ ट्याक्सेबल छ कि छैन भन्नाले यो यहाँ एमाउन्ट हालेको त्यो ट्याक्सेबल भन्नाले यसको ट्याक्स तिर्नुपर्ने छ कि छैन। त्यसपछि यहाँ म्यान्डेटरी, त्यसपछि यहाँ एक्टिभ भन्नाले स्टेटस एक्टिभ राख्नु छ कि इनएक्टिभ त्यो चुज गरिसकेपछि यहाँ टाइप अर्निङ हो कि डेडिकेसन हो कि क्यालकुलेसन टाइप यहाँ चाहिँ चुज गरिसकेपछि हामी यहाँ सेभ कम्पोनेन्टमा क्लिक गरिसकेपछि त्यो कम्पोनेन्ट चाहिँ यहाँ लिस्ट हुन्छ साथीहरू। र यहाँ चाहिँ तपाईँ कम्पोनेन्टको नाम, टाइप, क्यालकुलेसन, अमाउन्ट वा पर्सेन्टेज त्यो ट्याक्सेबल छ कि छैन त्यो, त्यसपछि म्यान्डेटरी हेर्न सक्नुहुन्छ, स्टेटस के रहेको छ, एक्टिभ वा इनएक्टिभ त्यो हेर्न सक्नुहुन्छ। र एक्सन बटनमा कुरा गर्दाखेरि यहाँ पनि रहेको छ भ्यू कम्पोनेन्ट, एडिट कम्पोनेन्ट र त्यसपछि यहाँ डिलिट कम्पोनेन्ट रहेको छ साथीहरू।